अहिले चाहिँ एकै समयमा चाहिँ भर्न मिल्ने चाहिँ भोलि एकदम राम्रो कम्पनीको हाल करिब सेकेन्डरी मार्केटमा एक किताको करिब 3000 रुपियाँमा चाहिँ कारोबार भइरहेको एकदम राम्रो कम्पनीको चाहिँ लगानीकर्ता बन्ने चाहिँ एउटा सुनौलो अवसर प्राप्त भएको हुनाले चाहिँ यो कम्पनीको चाहिँ एफपिओको बारेमा चाहिँ आज हामी भिडियोमा विस्तृत रूपमा चाहिँ चर्चा परिचर्चा गर्ने नै छौँ। यो कम्पनीले कति किता निष्कासन गर्दैछ र यसमा हामीले कति किता आवेदन दिन सक्नेछौँ, कतिजनालाई पर्नेछ र यसको अधिकतम लाभ कति लिन सकिनेछ सोको बारेमा भिडियोमा विस्तृत रूपमा चर्चा गर्नेछु। कृपया भिडियो अन्तिम समयसम्म चाहिँ हेरेर साथ दिनुहोला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्, जसले गर्दा नेपाली सेयर मार्केट सम्बन्धी सम्पूर्ण नयाँ आइपिओ र आइसेयरको चाहिँ तपाईँले सजिलैसँग चाहिँ अपडेट पाउन सक्नुहुनेछ। साथीहरू, अब हामी कुरा गरौँ विन नेपाल लघु वित्त वित्तीय संस्था लिमिटेड भनेको चाहिँ नेपालको चाहिँ माइक्रो इन्सुरेन्स सेक्टरको कम्पनी रहेको छ भने चाहिँ यस कम्पनीले चाहिँ हाल अहिले आएर चाहिँ एफपिओ चाहिँ निष्कासन गर्न लागेको छ। सेक्टरको कम्पनी रहेको छ र यसले मात्र रु 100 रुपियाँ अङ्कित दरमा चाहिँ एकदम राम्रो कम्पनीको चाहिँ एफपिओ चाहिँ निष्कासन गर्न लागेको छ, जुन चाहिँ एकदम खुसीको कुरा पनि रहेको छ। बनेपा वडा नम्बर 13 मा रहेको छ भने कम्पनीको सेकेन्डरी मार्केटमा किन यति ठुलो मात्रामा चाहिँ यति महँगोमा कारोबार भइरहेको छ। एक किताकै 3000 रुपियाँ हुँदाखेरि 10 किताको चाहिँ करिब 30,000 रुपियाँ त स्वाभाविक रूपले हुने भयो। यो कसरी हुँदैछ भने तपाईँको मनमा चाहिँ स्वाभाविक रूपमा चाहिँ जिज्ञासा चाहिँ आएको हुनसक्छ, किनकि यस कम्पनीको लिस्टेड सेयर भनेको चाहिँ एकदम थोरै मात्रामा रहेको छ। जम्मा 7,92,114 किता चाहिँ